ल गाइज हामी चाहिँ आज यो कावासोतीको तरकारी अनुसन्धान गर्दै आएको अर्ग्यानिक तरकारी फार्म रहेछ यहाँ। यस्तो मजाको तरकारी फल्दो रहेछ। अनि यहाँ चाहिँ यो खेतबारीको कृषक यहाँ हुनुहुन्छ ल। अनि तपाईँले चाहिँ यस्तो ठुलो ठुलो तरकारी कसरी फलाउनु भयो? हो ए यत्रो घिर्मला फरेछ ल। ल हेर त ल ल मान्छे जस्तै जस्तै तरकारी भइसक्यो है यहाँ। उहाँ लौका पनि रहेछ ल। अर्ग्यानिक तरकारी खेती। ल है फर्सी फर्सी रहेछ यहाँ, लौका रहेछ ल।